हेलो गुड मर्निङ एभ्रिवान। आज चाहिँ लास्ट स्याटरडेमा मेरो छोराले भिडियो बनाएको छ है, त्यो भेटाएर लाउँदैछु। र चाहिँ हामी लास्ट स्याटरडे चाहिँ इभिनिङ मिलमा चाहिँ हामीले मोमो बनाएको थियौँ, भेज मोमो है। आफ्नै घरमा अहिले त क्याबेज छ, मैले आफै रोपेको। लास्ट इयर होइन रहेछ, यही इयर जनवरीतिर मैले सिड्सहरू लगाएर अप्रिलतिर चाहिँ खानु हुँदो रहेछ है। र चाहिँ क्याबेज, न्युट्रेलाहरू है, सोयाबिनहरू के मिक्स गरेर चाहिँ मोमो बनाउँदै थिएँ। र चाहिँ छुर्पीको है, कटेज चिजको चटनी बनाउँदै थिएँ। प्रायः मिठो हुन्छ। फर्स्ट टाइममा चाहिँ मिन भएन र फेरि सेकेन्ड टाइम फेरि कम्ती पानी थपेर चाहिँ फेरि ग्राइन्ड गरेँ है चटनी। र चाहिँ यसरी नै छोराले, उसलाई चाहिँ रेला गर्नु पुरा मजा आउँछ है, उसलाई चाहिँ जिस्किनु। र चाहिँ उसले जिस्किबस्छ आमासँग। र यसरी नै भिडियो बनाउँदै थियो। र हाम्रो भिडियो हेरिदिनु होला, सर्ट्सहरू लाइक कमेन्ट सब्सक्राइब पनि गरिदिनु होला है। र चाहिँ मेरो फेसियल एक्सप्रेसन देखेर चाहिँ छोराले आमा के भयो भन्दै थियो होइन मलाई। र मैले पनि उसलाई यता रेला गरिदिएको है। र चाहिँ यसरी नै मोमो बनाएर खायौँ हामीले। थ्याङ्क यू फर वाचिङ, किप सपोर्टिङ, लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। धन्यवाद।